हेलो गाइस, वेलकम टु माई ब्लग। आयो तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु र आज चाहिँ यसै आजको ब्लगमा चाहिँ यसै घाँस काटेको ओरेको यस्तै देखाउनु पर्यो भनेर गाइस ल हेर्नु होला कस्तो लाग्छ के लाग्छ। तपाईँहरू पनि घाँस काट्नुहुन्छ कि हुँदैन यसरी भन्नु होला कमेन्टमा। र आज चाहिँ यसै घाँस काट्न जाँदैछ र हेर्न सक्नुहुन्छ आज यसै घाँस काट्न गइँदैछ र घाँस काटेको तपाईँहरूलाई घाँस कसरी काटिन्छ यहाँ कस्तो त्यो देखाउँला निकै हेर्न सक्नुहुन्छ। हेलो गाइस भन, हेलो भन न। ए त्यो पनि घाँस काट्नै गएको आउने हामीहरू दुईजना मिलेर घाँस काट्न गएको है भान्जा हुन् हाम्रा। खोलो यसरी अस्ति बढेर आएको थियो, अस्ति पनि तपाईँहरूलाई देखाएको थियो यो खोलो। यो अहिले पुरै घटेको छ, यो खोलेर तरेर जानुपर्ने हुन्छ। घाँस काट्न चाहिँ यो खोलो तरेर छ पुल गाइस हेर्नुहोस्, यो पुल तरेर चाहिँ घाँस काट्न जानुपर्ने हुन्छ। यहाँबाट घाँसको भारी लिएर आउनुपर्छ। ए यस्तो छ खोलो, अहिले पुरै घटिसकेको छ खोलो। यस्तो छ गाइस खोलो, घटेको छ अहिले पुरै। यहाँ हेर्न सक्नुहुन्छ अप्ठ्यारो छ बाटो चाहिँ एकदम। अब यस्तै छ, घाँस काट्न जाँदैछ पुरा। अब यहाँबाट हेर्न सक्नुहुन्छ कोला बगानी पुरा ड्याम्मै छ कोला बगान। यहाँ खाना आइछ पाकेपछि खाइन्छ जाइन्छ, फ्री छ एकदम फ्रिडम। यहाँ कसैले आएर कोला खाइस् यताउता यो खाइस् भन्ने छैन, एकदम खाना आइछ पाकेपछि पाक्छ नि घरि आइछ खाइन्छ त्यस्तै छ। हेर्न सक्नुहुन्छ एकदम क्लियर भएको छ पुरा, पानी पर्ला पर्ला जस्तो पनि हुँदैछ। एकदम दामी छ वेदर आज चाहिँ, दामी भएको छ। हेर्नुहोस् कस्तो लाग्छ कमेन्टमा भनिदिनु होला। भिडियो राम्रो लागेन भने पनि भनिदिनु होला, अझै म राम्रो बनाउने कोसिस गर्नेछु। हेर्नुहोस् उँभौँदै धेरै हिँडिसक्यो हामीहरू चाहिँ, हिँडियै छ अझै। यहाँ घाँस खोज्दै खोज्दै अब घाँस भेटिन्थ्यो कहाँनेरि, घाँस काटेर लगाउनु पर्यो। हिँडियै छ र यहाँ आउँदै पनि रहेछ है घाँस त। निकेश कता काट्ने हो? यता काट्नु होला नि, के काट्ने खनिउहरू यता काट्नुपर्छ। अब यहाँ आउँदै काट्ने त्यहाँदेखि गाइस ल अब हेर्दै जानु होला। घाँस काटेर देखाउने छु तपाईँहरूलाई। काटिँदैछ घाँस यहाँ, ए खनिको काट्यो यहाँ अलिकति, दुई काटिँदैछ यहाँ तारे। पुरै साथी काट्दैछ नि, त्यो तारेहरू काट्ने। अब यो खनिउ काट्यो हेर्नुहोस्, यहाँनिर खनिउ काट्यो अलिकति, त्यहाँ तारै गर्दै यसरी नै पुर्याइन्छ गाइस। अब यसरी नै पुर्याउने हो भारी। भारी बोकेर हिँडिसकिएको छ। यहाँ हेर्नुहोस् एकदम खनिउ तारे मिक्स गरेर भारी बोक्यो बाँधेर पुर्याएर, अनि अहिले लाग्यो बाटो। अब हेर्न सक्नुहुन्छ बाटो चाहिँ एकदम हिलो छ। अस्ति पानी पर पुरा भल्ले, अझै पानी सुकेको छैन, हिलाबाट लानुपर्ने हुन्छ। बाटो यस्तो छ, यस्ताबाट पुरा भारी बोकेर हिँड्दैछ। दुईजना छौँ। ए यस्तो छ, पानी चिकिचिक निस्किरहेको छ। अस्तिको पानी पुरा खोलाबाट भरिएर आएको। ए यस्तो छ गाइस। यहाँ अब घाँस छ, घाँस त यही पुर्याउन चाहिँ काट्नु पर्यो। यहाँबाट अब पुरा किचकिच यस्तो पानी अलिअलि निस्केको छ, चिप्लो छ बाटो। यस्ताबाट काटेर हिँड्नुपर्छ घाँस बोकेर। हेर्नुहोस् गाइस यस्तो अप्ठ्यारो बाटो छ नि, यही यस्तो गड्खारो छ पुरा। यस्तो छ बाटो पुरा ढुङ्गा सबै
ओह्रालो पुरै अप्ठ्यारो छ। यस्तामा घाँसको भारी बोकेर यहाँ हेर्नु यो ढुङ्गा यस्तो छ बाटो। घाँसको भारी बोकेर यस्तामा हिँड्नुपर्छ। गाइस यहाँ हेर्नुहोस् बाटो पुरा अप्ठ्यारो छ। यहाँनिर खोल्छो यो चाहिँ खोलो लुइरे खोलो भनिन्छ यसलाई चाहिँ। सानो छ उतापट्टि ठुलो त्यो लैखा खोलो भन्ने चाहिँ उतापट्टि छ ठुलो छ। यहाँ हेर्नु यहाँ चाहिँ अघि देखाएको खोलो लैखा खोलो साह्रै अप्ठ्यारो छ गाइस। अब यहाँबाट यो बाँसबाट घाँसको भारी लिएर जानुपर्ने यस्तोबाट। यहाँ हेर्नुहोस् यहाँबाट झऱ्यो भने यहाँ हेर्नु कस्तो छ बाटो। यस्तोबाट घाँसको भारी लिएर जानुपर्ने यस्तो छ गाइस। ढुङ्गै ढुङ्गा छन्। गाइस मैले घाँस लिएर आइसकेको छु अहिले आइपुगेँ। ल आजको लागि यति नै। फेरि अर्को ब्लग लिएर आउनेछु। त्यति बेरसम्मका लागि सबैलाई बाई। थ्याङ्क्स फर वाचिङ।